तर केटाहरू के बचत गर्ने कुरामा धेरै समझदारी हुन्छन् क्या। कसरी 2 रुपियाँको स्याम्पू पनि भोलि लगाउँला भनेर आधा बचाउँछन् थाहा छ कि नै। कपालै हुन्न त काँडामा लगाउला नि नि हाम्रो त कपाल हुन्छ 4वटा भइन्छ नि क्या नि तर फेरि रक्सीको मामिलामा चाहिँ साथीलाई बोलाएर हुन्छ कि कसरी हुन्छ होइन, हामी फेरि त्यो छैन नि त सिद्ध्याएरै छोड्ने हो क्या। भोलि भन्ने भोलि बाद भन्ने हुँदैन त्यसमा। हामीले हजुरले स्याम्पूमा बचाउनु भयो रक्सीमा फाल्नु भयो हामीले केहीमा पनि फाल्दैन। तिमीहरू मेकअप दलेर मेकअप कन्सा यही एउटा लिपस्टिक छ त्यही पनि आफै ल्याएर लाउनु अरू गालामा कोहीले ल्याइदिनु भएको केही छैन कहिले ल्याइदिएको रेकर्ड छ गालामा न मुखमा के भन्नु ल्याउने के छ र अब आफै छँदैछन् आजकल त घोडा पाङ्राहरू होइन, पैसा पैसा प्याएको तमासा दिएको। दिए राख्न दिए जसरी हेर्नुहोस् है गाई कहिले दिनुभएको छ मेकअपको सामान तिम्रो सकिएछ यो सकिएछ लौ लिएर आऊ भनेर कहिल्यै भन्नुभयो त नदियो भने फेरि ठुस्सो परेर ठुसो पनि झर्ने होइन यहाँ सुन न